सम्पूर्ण शर्मिसहरुमा नमस्कार। म आज तपाईहरु समक्ष अन्तर्राष्ट्रिय दिवसहरु कसरी सम्झिने त सजिलै तरिकाले तपाईहरुले यस भिडियो मार्फत मार्च महिना पर्ने दिवसहरुलाई सजिलै दीर्घकालीन समयका लागि सम्झि राख्न सक्नुहुनेछ भन्ने आशा राखेको छु। अब यहाँ मैले मार्चलाई मर्छ भनेर सम्झेको छु र मर्दैन भनेर सम्झेको छु। मर्छ वा मर्दैन भनेर सम्झिनु होला। मार्चलाई के त मर्छ वा मर्दैन। यहाँ हेर्नु होला है। मृगौला दोस्रो पनि विहीन हुँदा मान्छे मर्छ अरे। मृगौला दोस्रो पनि विहीन भयो भने के हुन्छ? मान्छे मर्छ। मृगौला दोस्रो पनि विहीन हुँदा मान्छे मर्छ भनेपछि मर्छ भनेको मार्च। दोस्रो पनि विहीन भयो भने दोस्रो मार्चको दोस्रो बिहीबार के गरिन्छ त विश्व मृगौला दिवस मनाउने गरिन्छ। के अरे? मृगौला दोस्रो पनि विहीन हुँदा मान्छे मर्छ। त्यस्तै अर्को रहेको छ वन्यजन्तु ती मर्छ। वन्यजन्तु ती मर्छ जसलाई संरक्षण गरिदैन। वन्यजन्तु ती मर्छ जसलाई संरक्षण गरिदैन। अर्थात् 3 मार्चमा के गरिन्छ त विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ। 3 मार्चमा के गरिन्छ त विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ। वन्यजन्तु ती मर्छ जसलाई संरक्षण गरिदैन। अब अर्को हेर्नु। महिलाहरू आँट गरी मार्छ। महिलाहरू के गर्छ अरे? आँट गरी मार्छ भनेपछि महिलाहरूले आँट गरी मार्छ भनेपछि 8 मार्चमा के गर्छ अरे? 8 मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। महिलाहरू आँट गरी मार्छ। अब उपभोक्ताहरू अधिकार पाएनन् भने, उपभोक्ताहरू के त अधिकार पाएनन् भने कानुनको पन्ना पल्टाइ मार्छ। उपभोक्ताहरूले यदि के त अधिकार पाएनन् भने के गर्छ त कानुनको पन्ना पल्टाइ मार्छ। यहाँ पन्ना भनेलाई 15 भनेर सम्झिनु होला। पन्नालाई तपाईले के त 15 भनेर सम्झिनु होला। र वा के त यसलाई अर्को तरिकाबाट उपभोक्ताहरूले अधिकार पाएन भने 15 पटकसम्म मार्छ भनेर सम्झिनु होला। 15 पटकसम्म के गर्छ रे? मार्छ भनेर सम्झिनु होला। 15 मार्चमा के गरिन्छ त उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ। उपभोक्ता अधिकार दिवस। उपभोक्ताहरू अधिकार पाएन भने कानुनको पन्ना पल्टाइ मार्छ भनेर सम्झिनु होला। अब अर्को हेर्नु। मुख स्वस्थ भएन भने मान्छे मर्छ विषले। मुख स्वस्थ भएन भने मान्छे केले मर्छ अरे? विषले मर्छ भनेपछि जब तपाईको मुखमा केही समस्या भयो भने, घाउ भयो भने तपाईँ के हुन्छ भने त्यो घाउले हामीले पिरो खाँदा नि सफाइराख्ने, बिसाइराख्ने जस्तो हुन्छ नि त। त्यसले गर्दा यसलाई यसरी सम्झिनु होला। मुख स्वास्थ्य भएन भने मान्छे मर्छ के त विषले भनेपछि मर्छ विषले भनेको मार्च 20 मा के गरिन्छ त मार्च 20 मा के गरिन्छ मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ। मार्च 20 मा के गरिन्छ रे? मुख स्वास्थ्य दिवस। अर्को हेर्नु होला। खुसीले मान्छे तब मर्छ। खुसीले मान्छे तब मर्छ जब विश्वासिलो जीवनसाथीको साथ पाइन्छ। खुसीले मान्छे तब मर्छ जब के त विश्वासिलो जीवनसाथीको साथ पाइन्छ। हो कि हैन? मान्छेले खुसीले मर्नको लागि के चाहियो त विश्वासिलो जीवनसाथीको एउटा साथ चाहिन्छ। हो भनेपछि विश्वासिलो कहिले मर्छ अरे? तब मर्छ भनेको मार्छ। कतिखेर त विश्वासिलो जीवनसाथी। विश्वासिलो भनेको 20 मा। 20 मार्चमा के गरिन्छ त विश्व खुसी दिवस मनाउने गरिन्छ। अर्को रहेको छ वन एकै मर्दैन संरक्षण गरियो भने। वन एकै मर्दैन संरक्षण गरियो भने के हुन्छ त वन एउटै मर्दैन। एकै मर्दैन भनेको 21 मार्चमा के गरिन्छ अरे? विश्व वन दिवस मनाउने गरिन्छ। मर्दैन। तपाईलाई मैले सुरुमै भनेको थिएँ मर्दैनलाई के सम्झिनु रे? मार्च भनेर सम्झिनु होला। वन एकै मर्दैन संरक्षण गरियो भने। एकै मर्दैन भनेपछि 21 मार्चलाई तपाई के सम्झिनु त विश्व वन दिवस मनाउने गरिन्छ भनेर सम्झिनु होला। त्यस्तै अर्को रहेको छ पानी पाइस भने मर्दैनस् जहाँ पनि। के त पानी पाइस भने मर्दैनस् जहाँ पनि भनेपछि
यदि हामीले पानी खान पायो भने के हुन्छ त हामी कतै पनि मर्दैनौँ नि त। त्यो पानी पाइस भनेको 22 मर्दैनस् भनेपछि मर्दैनलाई हामीले के सम्झिनुपर्छ त मार्च 22 मार्चमा के गरिन्छ त विश्व पानी दिवस मनाउने गरिन्छ। अर्को रहेको छ विश्व मौसम अनुकूल भएन भने त्यसमा मर्छ जीवहरू। यदि विश्वको मौसम अनुकूल भएन भने के हुन्छ त्यसमा जीवहरू मर्छ कि मर्दैन? हो। विश्व मौसम अनुकूल भएन भने त्यसमा मर्छ जीवहरू। त्यसमा मर्छ जीवहरू भनेको 23 मार्चमा के गरिन्छ त विश्व मौसम दिवस मनाउने गरिन्छ। 23 मार्चमा के गरिन्छ त विश्व मौसम दिवस मनाउने गरिन्छ। र अर्को अन्तिम दिवस रहेको छ मार्च महिनाको विश्वमा छोई रोगी 24 जना मर्यो अरे। विश्वमा छोई रोगीलाई छोएर के भयो त 24 जना मर्यो भनेको छोई रोगी भनेको क्षयरोग। छोई रोगीलाई तपाईले के सम्झिनु त क्षयरोग भनेर। छोई रोगी के भयो त 24 जना मर्यो अरे। 24 जना मर्यो भनेको 24 मार्च। 24 मार्चमा के गरिन्छ त विश्व क्षयरोग दिवस मनाउने गरिन्छ। हस्, धन्यवाद। आशा गर्दछु तपाईहरुले यो भिडियो मन पर्यो होला र मन परे लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरी साथ दिनु होला। धन्यवाद।